बच्चाहरूलाई अब गीत त्यहाँ मस्त नाच्छ Miss Binu Khatri, Sujana Ali, and next couple. के चाहिँ वाशरूम छ म त टोयलेटमै सुधा जाऊ हामी तल जाऊ यो आउनुस् आउनुस् घुम्न जाने आउनुस् हामी चाहिँ मार्बल डाँडा हिँडेको अब हामी सबै जाने जाने कहाँ हाल्नु परेको नि अनि मेरो ब्लगमा त सुजना आएन भने त मेरो ब्लगमा मान्छेले हेर्दै हेर्दैन जहाँ जहाँ सुजना मेरो ब्लगमा छ त्यहाँ त्यहाँ मात्र 1000 कट्या छ हो भ्युज पनि हो अनि गोर बेजेत्रे मनिषाले गरेर हेलो हामी मार्बल डाँडातिर जाँदै हो ए ल ल ल ल बाटै खाली भयो त के हो कोही पनि छैन त अब गार्डन अर्कोचोटि जाउँ हो सास होइन मेरो मेरो त पेट फुलिसक्यो कसको जस्तो लाग्यो तिमीले यस्तो त्यो तल बस्छ दिदीको कुमा दिदी हो अनि बाइकै लिएर गएको छ त कतिले त जान्छ त्यतिखेर हामी लगेनौँ कि ए ल 5-5 रुपियाँ जोसँग छ दिए हुन्छ है यिनीहरूले हाम्रो 5 रुपियाँ छैन रहेछ 500 छ 495 रुपियाँ फिर्ता देऊ न फोटो खिच्नु पर्ने भिडियो पेट अगाडि आएपछि कहाँबाट ए फोटो भनेर 22-25 सम्म आउँछ हाम्रो गाउँमा
अघिदेखि त्यहाँदेखि त्यत्रो भिडियो खिच्दै आयो है लास्टमा त स्टार्टै गरेर रहेन के गर्नु त्यत्रो बोलेको बिचमा सबै खेर गइगयो नि बम्सु जिउँदो न सोतुक पनि ओए माकाले छ्याम बसो छाङथुङ होइन हौ लोकल कुखुरा चाहियो भन्दै थियो यहाँ त पो रहेछ त यता त हुन्छ नि साँच्चै लोकल कुखुराहरू बाख्राहरू यहाँ बन्द छ यही होइन जमुना पारी भन्ने के हो सानो बडी हेर्दा त यही जस्तो लाग्छ लामकाने भन्छ यसलाई लामकाने त उयो चाहिँ भयो नि सबै त लामकाने होइन ए सबैको कान लामै रहेछ सबै यो पहिला यो क्रसरको होला मार्बलको त्यही भएर बन्द बनमार गाडी पनि टन्नै रहेछ त बाख्रा पाल्नेहरूलाई गर्दा त घाँस दामी रहेछ त्यो डाँडा जानु किन हामी यता जानु यहाँबाट सिधै जानु वहाँ घुम्नुपर्छ नि त के राम्रो भन्नु नि जो चाहिँ हिँड्नै आउँदैन सर्कट आउँछ यो चाहिँ सरकारले बन्द गरेको मार्बल क्रसरहरू माथि जाने यो छोरा औडा छ बाबु बाबु छोरा पनि होइन रे बाबु हो रे अमल हुन्छ खान सक्दैन होला कि बाटो समात्ने होला मैले बाटो त त्यति अप्ठ्यारो त रहेन रहेछ बनगाडी बनमाला गाडी गाडी भन्छ बनमाला चाहिँ रहेछ होइन यस्तो यस्तो समात्दै जानुपर्छ भन्ने तर्छ दियो मलाई त्यसमा दिएर भने नि फर्केर फेरि त्यो भाइले गएको थिएन त्यस्तो बाटो त छैन होला है अर्को ग्रुप पनि होला हामी चाहिँ घुमेको के गर्छौँ अगाडि घर यिनीहरू पहिला गइसकेको छ उयो दुईजना म चाहिँ यहाँ उनीहरू एकचोटि यहाँ ड्राई पिकनिक आएको थियो माथि जाँदा माथि यही हो बाटो माथि टच हुने के चल्यो कलमको ए औजार औजार ए त्यहाँको अनि त्यो चल्छ यो सर किन चल्दैन
चलाउनु दिनु पर्यो नि यहाँनिर नि माथि त्यहाँ दोखा खरी ढुङ्गाको उहिलेदेखि बन्द भएर भनेपछि त्यो पनि चल्नु पर्ने हो नि त्यसो त्यो त नेपालको सबैभन्दा ठुलो हो अरे नि अर्बौँ हुन्छ त्यसो कमाइ देशमा कल कारखाना सब बन्द गरिदिने अनि कसरी हुन्छ त विकास हिसाब किताब माओवादी द्वन्द्वकालमा गाउँ छोडेर हिँडेकाहरू हुन् यिनी सबै यता माओका सेनाहरूले गाउँमा बस्ती खान नदिएर बसाइ सराएका हाम्रा जनताहरू मिसिन चोर्नु ल अहिले स्टार्ट हुन्छ है फेरि पुट 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 गरेर खराङ रङ 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 गरेर फेरि बोराको बोरा सिमेन्ट निस्क्यो भने त न कहाँ लगेर बेच्नु बाजे पिकनिक स्पोटबाट माथि मार्बल डाँडा जानको लागि त्यसखेरि यहाँ बाटोमा उसको लागि के को लागि रे यो बँदेलको लागि पासो थापेको खाल्डोहरू देखियो हामीले यो पक्कै पनि त्यही नै हो नि होइन के माटो खनेको यो चाहिँ पानी ट्याङ्कीको लागि रहेछ पानी ट्याङ्की नै हो पानी यो चाहिँ त्यो बनतरुल खनेको क्या बनतरुल ए अब भर्खर माघे सङ्क्रान्ति आएकोले बनतरुल खन्यो होला तर यस्तोमा त पहिला पहिला त बँदेलको लागि पासो पनि थाप्छ नि त पिङ 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 गर्छ रोप्नु भन छोरा ताङलाई यो जुन है ढोको लाउनु सिङखुन दिजुमा टिङ 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 छ त्यो स्यार्दुङ डाँडा आए जस्तो भयो कि यो बम छ नि चोरुङको तलतिर त्यो ठ्याक्कै सिम छ यस्तोमा घाँस ताउरा बगेर कुद्थ्यो पहिला अहिले यही बाटो हिँड्न गाह्रो भइरहेछ आइसक्यो नि कहाँ तान्ने कुराहरू छ पानको पात भने होइन होइन हो तिम्रो त पानको पात यहाँ हुँदैन यो हो कि यो चाहिँ के अरे बाले हो कि यो पानको पात हो ए पानको पात हो नि यो पनि हो पानको पात जानु न अगाडि किन तान्नु न रमाइलो गर्न आउने मान्छेहरूलाई यो के को दुःख हो सबै मेरो बाउटी पनि नआउनु छोरा कहाँ पुरा के गर्नु त नि आफ्नो मोटिभ नै आज भिडियो खिच्दै हो अनि ज्याकेट चाहिँ बिनु ज्याकेट चाहिँ जिउमा लगाऊ न के गर्नु भयो बोक्देऊ न बरु यहाँ ल्याऊ मोबाइल पनि छ है राजा मोबाइल चाहिँ मलाई नभन होइन मोबाइल झिकौँ न छोडिदियो हराउँदैन होला नि त ए सबैजना यहीँ पो अर्केर बसिरहेको रहेछ त यस्तो बाटोमा बुढा मलाई एउटा उयो खोज्देऊ त लट्ठी खोज्देऊ त लाठी हुँदैन कि लाठी नै हुँदैन कि यहाँ त यस्तो
दण्डकालमा माओवादीले खेदेर एक गाउँबाट अर्को गाउँ जाँदै ए यस्तोमा के यसरी चिप्लिँदैन के ल यहाँबाट कम त सजिलो छ हौ ल ल त्यस्तो अप्ठ्यारो छैन हौ लट्ठी चाहिँ नबोके क्या लड्यो भने तिम्रो घाँटीबाट सत्तै हुन्छ होइन लट्ठी चाहिँ नबोक है यतिमा चाहिँ त्यो अचम्मको मेरो म जहाँ जस्तै जान्छ त्यसरी आऊ है त यो बाटो एकदम राम्रो छ यसरी हेर्दै आउने है त यस्तो ल जानु मन लाग्यो भने मलाई बिनुलाई चाहिँ भन्नु मनै लाग्दैन तिमी हिँड्नै नसक्ने भएपछि के काम चिप्लिन त सबै चिप्लिहाल्छ नि अब त सुई हिँड्न तिमीले गर्दा मात्र मलाई पसिना आयो लगभग अब चाहिँ मार्बल डाँडा पुग्न लाग्यो गाडो घडी जोस पुग्यो हामी पुग्न लाग्यो म भिडियो खिच्दै पानी प्यास लाग्यो यार अब के गर्नु पानी कसैले ल्याउनु त्यही पानी बोकेर ल्याउनु पर्ने रहेछ बच्चाहरूलाई रमाइलो भयो नि चरा नि त्यस्तै गराउँदो रहेछ आमाको बिचमा बच्चा हरायो क्या त्यहीँबाट आएको त पानी परेको भए त झन् त्यो बाटो हामी हिँड्नै सक्दैन थियो नि चिप्लेर झन् त्यहाँबाट नै आइरहेछ त मान्छे के हो त नि यहाँबाट नै आइरहेछ ठाडै रहेछ नि त बुढी चिप्लिँदैन नि काला कालै बनाएर अब त 4 पाइला हो 4 पाइलामा पहिला जान सकिन्छ 4 पाइलामा पहिला जान सकिन्छ भनेको बाटोमा झन् काउगती लगाएर जहिले जुत्ता मात्र लगाइ हिँड्ने मान्छेको त झन् टेकिसक्दैन सक्दैन
ठेलेर तानेर चिप्लिँदैन नि त बरु अघिको बुट चिप्लिँदैन थियो होला कमसेकम माटोमा गाडिन्थ्यो सजिलो हुन्थ्यो त्यो लाएर आएको भए त रुखै चढ्नु मिल्थ्यो नि रमाइलो थापा ए रमी त थापा पो के अरे सबैभन्दा चिप्लो जुत्ता लाएर चिप्ले पनि खासै फरक परेन नि त आधा बाटोसम्म त भिडियो बनाउँदै थियो भिडियो बनायो त नि उसलाई तान्दाखेरि चाहिँ बन्द गरेँ नि ऊ नभए भए त मलाई त मेरो झन् दामी भिडियो आउँथ्यो हाम्रो गाइडले लिएर आउनु भएको नि त यति वर्षमा हिँड्ने गाइड फेरि माथि जाउँ अहिले आउँदैन तल जाउँ बाटो त्यस्तो बाटो घाटो त्यस्तो छ ल यही हो मार्बल डाँडा ठाउँ फेरि गुनै गु छ त्यो गुनै गु सुकेको गाउँ त्यो उसको बँदेलहरूको ए रुखको बुट्टा त यसोसम्म त फ्याक फ्याक आउँछ त्यो कुहिएर डल्ली त अगाडि गइसक्यो नि म टपमा आएर पो कस्तो धुलोमा मसियो कस्तो चर्को काम हो जुत्ताले गाह्रो हुन्छ होला नि आउनु भनेको थिएँ जुत्ताले त के गाह्रो हुन्थ्यो नि बाटो आएर यसो हिँड्थ्यो जुत्ताले होइन क्या त्यो म हिँड्न सक्छु भनेर जाँदाखेरि त सजिलै हुन्छ सजिलो तल पुग्छ अनि बल गरिरहनु पर्छ हाम्रो त प्र्याक्टिस छ बच्चामा त्यस्तोमा डोकोमा दाउरा भएर कुदेको बानी छ मेरो गौरी शङ्कर हिमालको फेदमा गौरी शङ्कर त दोलखामा होला नि हो सोलुमा त सगरमाथा भइगयो नि गौरी शङ्कर गाउँपालिका नै हो किन आफू जिरी पुगेछ भने सोध्नु खोज्यो होला जिरीबाट हिँडेर 6 घन्टामा मेरो घर पुग्छ अहिले नि हिँड्नुपर्छ गाडी जान्न अहिले नि रोड त छ तर गाडी जाँदैन त्यो रुट पर्दैन नि त त्यो गाडी हिँड्ने रुट होइन कि आफैले गाडी लिएर गयो भने रोड त बाइक त जान्छ होला जस्तो तस्तो माथिको बाटो जाने पानी खाने ल मार्बल डाँडामा आएर पानी खाने भने त छोरीले ल जा हो किन्न पाइन्छ छोरा त हिँडिहाल्छ नि नानी चाहिँ राजारामले हो त्यतिकै बोकेर ल्या त्यहाँ शान्ति दिदीहरू गएर फोटो खिच्न थाल्छ शान्ति दिदी लडेको भए कसैले रोक्नु सक्दैन थियो छोटो डल्लो अरू पनि बब्बल टिकटक बनाउँछु भन्दै थियो मैले बनाउने मान्छे हिँड्दा कसरी टिकटक बनाउने माछा तारेको घरमै घरमै पारेको राम्रै भयो रुन्थ्यो होला कुनको आँसु रुन्थ्यो होला बुढाबुढीले हार्टको प्रब्लम छ के अरे अनि ल फाइनल डेस्टिनेसन यही हो उता सिधै जाऊ न परको डाँडा यही डाँडो हेरेर मात्रै आउने भ्यू देख्नुहुन्छ भनेर भन्नुहुन्थ्यो त्यही पारीको खोल्सा गाउँ देखिन्छ
बिन्दु माथिबाट जाऊ म चाहिँ उहाँ छु पर्दैन है तिमी भने जस्तो मैले चल बाबु बाबु त्यहीँबाट जाऊ तिमी उताबाट सक्दैनौ तिमीलाई मैले यो बाटो नआऊ भनेको छ है फेरि अरू केही छैन यो डाँडाबाट देखिने भनेको यही गाउँको खोल्सा के अरे यही जङ्गलको खोल्साहरू हुन् अनि यही गाउँ र यही ग्रिन हाउसहरू हुन् यहाँ चाहिँ उहिले पहिलाको मार्बल निकाल्ने ठाउँ भएकोले यो ठाउँको नामै मार्बल डाँडा राखेको छ तर यहाँ खासै त्यस्तो हेर्ने लायकको चाहिँ केही पनि छैन जस्ट रहरको लागि चाहिँ यो ठिकै छ लिनु ल्याऊ ज्याकेट देश जसले खिच्ने फोटो खिच्ने भनेको यही डाँडो त रहेछ नि हाम्रो पिकनिक स्पट यही होइन ए माथलो चाहिँ पो रहेछ अलिकति राम्रो देखिने भने यो हो कि क्या यही गोदावरी गाउँ देखिँदो रहेछ यहाँबाट मार्बल डाँडाबाट हाम्रो यो पिकनिक स्पट चाहिँ यो तल देखिने ठाउँ हो यो चाहिँ यहाँ मार्बल डाँडामा लुङदर पनि हालेर रहेछ जोस् खासै हेर्ने लायकको ठाउँ त होइन तर पनि यहाँनिर यसो गोदावरीको भ्यू पोइन्टहरू हेर्नको लागि चाहिँ यो ठाउँ ठिकै हो त्यति राम्रो ठाउँ चाहिँ होइन यसो ड्राई पिकनिकको लागि चाहिँ ठिकै रहेछ यहाँनिर यसो 4-5 जना साथीहरू 10-12 जना मिलेर आउने चाहिँ ल ल ल जाउँ जाउँ डाइरेक्ट भन्ने कि हामी सबैजना तपाईले यसरी सामान हराइदिनु भने डाइरेक्ट भन्नुपर्छ के नौले भनिसक्यो हो किने ओ फुर्बा जाउँ जाउँ नाना जाउँ खिच्नै पाएन मेरो मोबाइल कहाँ गयो त्यो बहिनीले बोकेको थियो फोटो पनि एउटै खिच्नु पाएन अब ठिकै छ यहाँ त अस्ति पनि आएको नि तिमीहरू त कति खिच्छ एउटा ठाउँबाट मैले झन् मेरो एउटा पनि खिचेको छैन कस्तो खालको बेहोरा तिम्रो अनि सारै हो दिदी हो अहिले डिसाइड दिएर आउँदा त्यो यति धेरै कुराले हो साथीको नाममा थपाएर कहाँ पर्यो गर तीनजना उठ्न नाचिन् एकछिन लोड हुँदैछ
यो बुढाबुढी त युटर्न मार्ने कुरा पो गर्छ त जाउँ ल हामी त यहीँबाट सर्टकटमा हान्नु भनेको फेरि स्यालले बाख्रा लान्छ बुनु त बाख्रा जति पनि छैन रहेछ अनि लादालाम चाहिँ खै त नि माइसमा के छ माइसमा के छ भन्दा यस्तो रिसाउँदै नगर न बिनु छोरा यो पनि ठिकै छ यता चाहिँ तासहरू खेलिरहेछ भने यता चाहिँ हाम्रो डान्सिङ ग्रुप छ चाहिँदैन मती चाहिँदैन ठुलो भएर होला चल उब्रेन भन्दा आलु त्यो त देखिरहेछ हामीले त्यही त नि लट्री लाग्यो तर भनेको जस्तो खानेकुरा बनाएन क्या सुजना 1000 ल्याउ न त म लिन जान्छु वान खाने भने कि 1000 मागिहाल्ने जाने हो त्यसमा 2-3 सय थपेर किनेर ल्याउँथ्यो ल तिमीहरू
यो चाहिँ आजको हाम्रो लगभग पिकनिकको इन्डिङ हो ऊ चाहिँ दिलीप मेरो बेस्ट फ्रेन्ड याद गर नि फेरि यो युट्युब ब्लगमा आउँछ नि एउटा फोटो पनि हाल्नु ल आजको पिकनिक हामीले सोचेको भन्दा बढी खाना ल्याएको छ तर क्याटरिङले के गरे थाहा छैन होइन हामीलाई पनि अनि अन्तिममा पनि उनीहरूले एक्स्ट्रा चार्ज लिइरहेछ त्यही पनि ठिकै छ हामी पे गर्न रेडी छौँ अनि बाँकी कुरो चाहिँ अब पछि कोही साथीहरू यो गोदावरी क्याटरिङमा आउँछ भने चाहिँ यो हाम्रो ग्यासको चाहिँ क्याटरिङमा इन्क्लुड हुँदैन रहेछ त्यो ग्यासको चाहिँ हामीले छुट्टै पेमेन्ट गर्नु पर्दो रहेछ होइन अनि यो म्युजिक सिस्टममा एउटा उनीहरूले स्पिकर दिँदो रहेछ त्यो बाहेक अरू केही आउँदैन क्याटरिङमा चाहिँ उनीहरूले काम गर्ने र भाँडाकुँडा मात्र आउँदो रहेछ बाँकी सबै चाहिँ हामीले एक्स्ट्रा पेमेन्ट गर्नुपर्ने रहेछ अनि यो क्याटरिङमा चाहिँ अब यहाँको स्टाफहरूले अलिकति गर्दा त गर्दो रहेछ अब ठिकै छ त्यो पनि केही फरक परेन हाम्रो आजको डे चाहिँ एकदमै राम्रो भयो अब योभन्दा पछिको इन्डिङमा चाहिँ अलिकति खल्लो भयो उनीहरूले क्याटरिङको एक्स्ट्रा चार्ज गर्दाखेरि चाहिँ बाँकी त हाम्रो सबै रमाइलो छ ठिकै छ बस चाहिँ यो परदेखि नै साझा यातायात हामीले बुकिङ गरेको थियो साझा यातायात एकदमै टाइमिङमा आउने टाइमिङमा जाने एकदमै राम्रो छ उहाँहरूको चाहिँ म्यानेजमेन्ट होइन अब कोही कन्ट्र्याक्टमा अब यहाँ पिकनिक स्पोटमा कोही पिकनिक आउनु छ भने चाहिँ यो साझा यातायातमा आउँदाखेरि चाहिँ एकदम राम्रो रहेको छ उहाँहरूको सर्भिसहरू चाहिँ धेरै बस पनि ठुलो छ मान्छे पनि धेरै अटाउने होइन के भने अहिले आएर ग्यासको 4000 चाहियो अरे आमा अनि बल्ल डिल गरेर 2000 रुपियाँ थप्थ्यो अनि अब सबैजना अब यो गरेर मैले त त्यो पनि नथप्नु भनेर भने किनभने हामीलाई डिल गर्दाखेरि हाफ क्याटिन भन्यो भने त हाम्रो सबै कुराहरू डिल हुनु पर्यो कि त उनीहरूले नपुग्ने भयो हामीलाई अगाडि भन्नु पर्यो ग्यासको तपाईँहरूको इन्क्लुड हुँदैन भनेर भन्नु पर्यो होइन अब अहिले आएर ग्यास भनेर भन्ने कुरो त गर्नु पर्दैन अब उनीहरूले यस्तै गर्छ भने त पहिला नै मैले त मेरो दिललाई भनेको भोलि यिनीहरूको दिललाई 8000 भने पनि यिनीहरूले बेसी पैसा यो कराएर चाहिँ हाम्रो दिदी हो जिम्मा लिएर हुन्छ भनेको के अचम्म कुरा गर्नु त सुरज भाइ हो होइन हाम्रो इन्डिङ सबैभन्दा रमाइलो अनि आज यहाँ अझै धेरै उठिरहेछन् यो कराउने चाहिँ को थाहा छैन Okay, this is our today's last ending part. यो चाहिँ हाम्रो अन्तिम नृत्य नै भयो अब जति हामीले रमाइलो गर्न सक्यो रमाइलो गरिसकेका छौँ यो चाहिँ हाम्रो आजको पिकनिकको अन्तिम नै हो ओके अब चाहिँ हामी बसमा जान्छौँ बसमा गइसकेपछि त्यसपछि हामी आफ्नो घर जान्छौँ राम्रो नराम्रो मिठो नमिठो हामी सबैले खाइसकेका छौँ अब चाहिँ नजिक आयो भने मात्र देख्छ Okay. Something